एउटा घाइते साथी अस्पतालको बेडमा छटपटाइरहेको बेला हामी सबैले 5-5 रुपियाँ उठाएर पनि त्यो साथीलाई हामी सहयोग गर्न चाहिँ सक्छौँ। र अर्को कुरा के भन्दा कोही जनमुक्ति सेनाको साथी, जनमुक्ति सेनाको परिवार तपाईँ चाहिँ हस्पिटलमा चाहिँ मरेर चाहिँ दाह संस्कार गर्ने ठाउँमा चाहिँ दाउरा किन्नभरि चाहिँ पैसा उसँग छैन भने हामी त्यो साथीलाई दाह संस्कार गर्नको निम्ति दाउरा किन्ने पैसा जुटाउन चाहिँ सक्छौँ। र त्यसपछि कुनै साथी चाहिँ भन्नुहोस् न कुनै रोगले चाहिँ ग्रसित भएर हस्पिटलको बेडमा छ भने हामी सानो सहयोग होला, 1000 रुपियाँ होला, 5000 होला, 2000 होला, त्यो सहयोग चाहिँ हामी गर्न सक्छौँ। वैचारिक रूपमा त हामी थोरै टाढा भएका छौँ, तर त्यो सँगसँगै हामी भावनात्मक रूपले पनि हामी अलिकति टाढा भएका छौँ। यसको मिलन बिन्दु भनेको, यसको चाहिँ भन्नुहोस् न केन्द्र भनेको के हो त भन्दाखेरि जनमुक्ति सेना दिवस। किन भन्दाखेरि हामी चाहिँ कोही कमान्डर भएर लड्यौँ, कोही सदस्य भएर लड्यौँ, कोही कमिसार भएर लड्यौँ, कोही कलाकार भएर लड्यौँ, कोही पत्रकार भएर लड्यौँ, तर हाम्रो चाहिँ के हो त भन्दाखेरि अमूल्य समय, हाम्रो ऊर्जावान समय हामीले जनमुक्ति सेनामा काम गरेर एउटा पार्टीको सिपाही भएर हामीले चाहिँ त्यहाँ योगदान गरेको छ। त्यो योगदानलाई सम्मान गर्नको निम्ति, त्यो योगदानलाई स्मरण गर्नको निम्ति आज तपाईँ हामीहरू यहाँ चाहिँ जम्मा भएका छौँ। र आजको यो कार्यक्रममा उपस्थित हाम्रो घाइते अतिथि कमरेडहरू र यो कार्यक्रममा उपस्थित हाम्रो यो आन्दोलनको निम्ति, यो गणतन्त्र स्थापनाको निम्ति आफ्नो अमूल्य जीवन क्रान्तिमा होम्ने हाम्रो आदरणीय शहीद परिवारका आफन्तजनहरू र यो परिवर्तनको निम्ति आफ्नो जीवन अङ्गभङ्ग हुनुभएका हाम्रा आदरणीय सहयोद्धा घाइते कमरेडहरू र यो परिवर्तनको निम्ति, यो गणतन्त्र स्थापनाको निम्ति सर्वहारा वर्गको राज्य सत्ता स्थापना गर्ने सपना बोकेर आन्दोलनमा खट्नुभएका र विभिन्न ठाउँबाट आफ्नो जिम्मेवारी र भूमिकाहरूलाई पुरा गर्दै यो कार्यक्रममा उपस्थित हुनुभएका सम्पूर्ण जनमुक्ति सेनाका सहयोद्धा कमरेडहरू र पत्रकार मित्रहरू र पार्टीका साथीहरू र सम्पूर्ण कलाकार कमरेडहरू, पत्रकार कमरेडहरू र सम्पूर्ण प्रिय मान्छेहरूप्रति मेरो क्रान्तिकारी न्यानो अभिवादन। कमरेडहरू, मैले यहाँ धेरै कुरा भन्न गइरहेको छैन, किन भन्दाखेरि आज 2052 साल फागुन 1 गते जनयुद्ध भएको दिन र त्यो दिनमा जनमुक्ति सेनाले खेलेको अहम भूमिका र त्यसपछि यो जनमुक्ति सेना दिवस मङ्सिर 8 गते जहाँ हामीले छापामार युद्ध हुँदै, छापामार सेना हुँदै र त्यसपछि नियमित र त्यसपछि चलायमान सेनाको अवधारणा बनाएको पार्टीले त्यो अन्तर्गत हामीले जनमुक्ति सेना दिवस भनेर हामीले मनाउँदै गर्ने गरिरहेका थियौँ। त्यो जनमुक्ति सेना दिवस हामीले यो वा त्यो रूपमा मनाउन छोडिसकेको स्थिति पनि थियो र हामीलाई के लाग्यो भन्दाखेरि जनयुद्धमा यत्रो जनमुक्ति सेना हामीले निर्माण गऱ्यौँ र यत्रो परिवर्तन पनि भयो। त्यो परिवर्तनले केही न केही नेपालमा अवश्य रूपमा परिवर्तन भएको छ र आज हामी यहाँसम्म पुगेका छौँ भन्ने कुरा हामीले पनि अनुभूत गरेका थियौँ। त्यसको मुख्य श्रेय भनेको जनमुक्ति सेनालाई जान्छ र जनमुक्ति सेनाले जुन ढङ्गले बलिदान गर्यो, जुन ढङ्गले चाहिँ त्याग, तपस्या र वीरताका गाथाहरू इतिहासमा कोरिएका छन्, ती इतिहासमा कोरिएका गाथाहरू चाहेर या नचाहेर त्यो मेटिने छैनन्, ती अमर भइसकेका छन्। त्यसैले गर्दाखेरि हामी सम्पूर्ण जनमुक्ति सेनाका सहयोद्धा कमरेडहरूले सल्लाह गर्दाखेरि यो जनमुक्ति सेना दिवस मनाउनु पर्छ। किन भन्दाखेरि हामी धेरै वर्ष यो जनमुक्ति सेना दिवस मनाउन छोडिसकेका छौँ। हामी पार्टीगत हिसाबले हामी चाहिँ हिजोका माओवादीहरू नभएर आज नयाँ ढङ्गले हामी नयाँ विचार, नयाँ धारामा हामी विभक्त भएर चाहिँ हामी बाहिर गइसकेका छ र आफ्नो आफ्नो चाहिँ विचार, सिद्धान्त र त्यसपछि भन्नुहोस् न सङ्गठनमा हामी आबद्ध हुँदै गइरहेका छौँ। त्यसो हुँदाखेरि हामीले सम्पूर्ण विचारमा हामी फरक भए पनि हामी भावनात्मक रूपले हामी एक छौँ। किन भन्दाखेरि हामी हिजो पार्टीको आदेशमा, पार्टीको योजनामा, पार्टीको निर्देशनमा हामी सँगै लडेका, सँगै भिडेका र सँगै योगदान र बलिदान गरेका साथीहरू हामी चाहिँ आज भावनात्मक वैचारिक रूपमा त हामी थोरै टाढा भएका छौँ, तर त्यो सँगसँगै हामी भावनात्मक रूपले पनि हामी अलिकति टाढा भएका छौँ। यसको मिलन बिन्दु भनेको, यसको चाहिँ भन्नुहोस् न केन्द्र भनेको के हो त भन्दाखेरि जनमुक्ति सेना दिवस। किन भन्दाखेरि हामी चाहिँ कोही कमान्डर भएर लड्यौँ, कोही सदस्य भएर लड्यौँ, कोही कमिसार भएर लड्यौँ, कोही कलाकार भएर लड्यौँ, कोही पत्रकार भएर लड्यौँ, तर हाम्रो चाहिँ के हो त भन्दाखेरि अमूल्य समय, हाम्रो ऊर्जावान समय हामीले जनमुक्ति सेनामा काम गरेर एउटा पार्टीको सिपाही भएर हामीले चाहिँ त्यहाँ योगदान गरेको छ। त्यो योगदानलाई सम्मान गर्नको निम्ति, त्यो योगदानलाई स्मरण गर्नको निम्ति आज तपाईँ हामीहरू यहाँ चाहिँ जम्मा भएका छौँ। योभन्दा हाम्रो ठुलो लक्ष्य र उद्देश्य यहाँ केही पनि छैन। हुन त हामी धेरै सङ्गठनमा चाहिँ आबद्ध भएका साथीहरू पनि छौँ। यसो हेर्दाखेरि हामी सिङ्गो माओवादी पार्टी 5-7 वटा पार्टीमा चाहिँ भन्नुहोस् न अहिले चाहिँ हामी चाहिँ
गोलबन्द छौँ र त्यहाँ चाहिँ हामी कमिटेड छौँ। तर पनि के हो त भन्दाखेरि जो जहाँ भए पनि राम्रो काम गर्ने साथीहरूलाई हामी प्रोत्साहन गरौँ र नराम्रो काम गर्नेहरू साथीहरूलाई आलोचना गरौँ र त्यसपछि भन्नुहोस् न हामी नयाँ काम गर्नको निम्ति नयाँ जोस जाँगरका साथ हामी के हो त भन्दा राम्रो कामको पक्षपोषण गर्दै हामी फेरि चाहिँ जो जहाँ भए पनि हामी सङ्गठित हुनुपर्छ। हाम्रो चाहिँ हिजो लडेको युद्धमा चाहिँ भन्नु हामीले योगदान गरेको, हाम्रो चाहिँ रगत बगाएको, हाम्रो त्याग तपस्या र जो हाम्रो ऊर्जावान समय हामीले पार्टी क्रान्तिको निम्ति हामीले बलिदान गरेको त्यसलाई हामीले चाहिँ भन्नुहोस् न पार्टीले चाहिँ भन्नुहोस् न थोरै चाहिँ भन्नुहोस् न व्यवस्था गरे पनि हामी तपाईँ हाम्रो चाहिँ इतिहासलाई जोगाइराखौँ। हामी जनमुक्ति सेनाका कमान्डरहरू सदस्यहरू जो जहाँ जस्तो अवस्थामा भए पनि हाम्रा भावनाहरूलाई चाहिँ अलिकति केन्द्रित गर्न सक्यौँ भने पनि के हुन्छ त भन्दाखेरि हामीले ती दिनहरूको चाहिँ भनेर हामीलाई झल्को आउँछ। हाम्रो चाहिँ मनहरू चाहिँ टाढिएका मनहरू पनि नजिक हुन्छन् भन्ने हिसाबले हामीले यो कार्यक्रमको आयोजना गरेको। तर यो कार्यक्रम आयोजना गर्दै गर्दाखेरि फेरि साथीहरूले चाहिँ अहिले त पार्टीभित्र गुट उपगुट यो पनि छ, तर मान्छेहरूले चाहिँ यो ट्याग उ ट्याग भनेर चाहिँ भन्ने आलोचना गर्ने प्रक्रिया पनि छ। तर त्यो केही पनि थिएन। तर हाम्रो चाहिँ के थिएन, शुद्ध मनका साथ भन्नुहोस् न हामी जनमुक्ति सेनाले योगदान गरेको पार्टी, जनमुक्ति सेनाले चाहिँ बलिदान गरेको पार्टीमा हामी आबद्ध भएको चाहिँ सङ्गठन भएको हुनाले हामी चाहिँ जो जहाँ भए पनि तर हाम्रो के हो त भन्दाखेरि हाम्रो चाहिँ भावना चाहिँ मिल्छ। किन भन्दा केमा मिल्छ त भन्दाखेरि हामीले कुनै न कुनै ढङ्गले जनमुक्ति सेनामा बलिदान गरेका थियौँ। त्यो बलिदान गरेको नाताले हामी कमान्डरलाई बचाउँदाखेरि सदस्य मरेका थियौँ, सदस्यलाई बचाउँदाखेरि कमान्डरलाई मरेका थियौँ र हामीले रगत बगाएका थियौँ र त्यो बलिदान गरेका थियौँ। तर सिङ्गो पार्टीको योजनालाई कार्यान्वयन गर्नको निम्ति सबै हामी के हो त भन्दाखेरि त्यो योजनामा चाहिँ होमिएका थियौँ। त्यस अर्थमा पनि के हो त भन्दाखेरि अहिले आउँदाखेरि हामी जो जहाँ जस्तो अवस्थामा भए पनि हामीले यो सङ्गठनलाई बचाइराख्नुपर्छ। जनमुक्ति सेनालाई हामीले चाहिँ केन्द्रित गर्नुपर्छ। जनमुक्ति सेना चाहिँ भन्नुहोस् न हाम्रा भावनाहरू निमोटिनु हुँदैन भन्ने हिसाबले चाहिँ हामीले चाहिँ यो उद्देश्यका साथ हामीले यो कार्यक्रमको आयोजना गरेका हौँ। अर्को कुरा चाहिँ हामीले जहाँ हामी बसेका छौँ, हामी क्यान्टोनमेन्टमा आइसकेपछि हामी जुन क्याम्पमा बसिरहेका छौँ यो क्याम्पलाई हामीले चाहिँ एउटा सङ्ग्रहालयको रूपमा चाहिँ भोलि हामीले आर्थिक हिसाबले अन्य हिसाबले चाहिँ भनौँ यो क्याम्पलाई हामीले चाहिँ बचाउन सक्छौँ, यसको संरक्षण गर्न सक्छौँ। यहाँबाट हामीले के आर्थिक चाहिँ भन्नुहोस् न पहल गरेर हामीले यो संरचनालाई बचाउन सक्छौँ। यो साथीहरूको सल्लाह सुझावबाट चाहिँ हामीले यो गर्न सक्छौँ भन्ने हिसाबले एउटा यो गरिएको। अर्को कुरा के हो त भन्दाखेरि हामीले यहाँ आइसकेपछि हामी मैले अगाडि पनि भने हामी चाहिँ पिएलएका साथीहरू 5-7वटा चाहिँ सङ्गठनमा चाहिँ हामी आबद्ध छौँ। तर सङ्गठनमा हामी जहाँ आबद्ध भए पनि हामी चाहिँ पिएलएको एउटा संरचना बनाएर यो साथीहरूलाई जोड्नको निम्ति एउटा यहाँबाट फर्मेट तयार बनाएर संयोजन समिति एउटा बनाएर एउटा सानो कमिटी बनाएर त्यसले भावी दिनहरूमा हाम्रा घाइते अपाङ्ग साथीहरूलाई हाम्रो चाहिँ कुनै चाहिँ राम्रो साथीहरूलाई पनि दुःख सुखको बेला साथ दिने एउटा सङ्गठनको रूपमा हामी चाहिँ अगाडि बढ्नुपर्छ। एउटा सङ्गठन बनाएर हामी जानुपर्छ। किन भन्दाखेरि अहिले चाहिँ भन्नुहोस् न हामी धेरै पार्टीहरूमा चाहिँ बाँडिएको हुनाले हाम्रो चाहिँ कोही साथीहरू चाहिँ हस्पिटलमा बिरामी भयो भने मृत्यु भयो भने साथीहरू के छ भने यो हाम्रो पार्टीको होइन, यो हाम्रो सङ्गठनको होइन, यो अर्को पार्टीको, यो पार्टीको त्यो पार्टीको भन्ने स्थिति छ। त्यसलाई हामीले के भने हामी जनमुक्ति सेना जुन पार्टी जुन सङ्गठनमा भए पनि हामी हिजो एउटै सङ्गठनमा गोलबन्द भएका थियौँ। त्यो साथीलाई चाहिँ भन्नु दुःख पर्दाखेरि हाम्रो कर्तव्य हुन आउँछ कि हामी कमान्डरहरू हामी सदस्यहरू जो कोहीको पनि एउटा सङ्गठनको नाताले हामीलाई त्यो साथीलाई सहयोग गर्नुपर्छ भन्ने हिसाबले चाहिँ भनौँ न यसलाई यो सङ्गठनलाई जीवित बनाउनुपर्छ, यो सङ्गठनलाई अलिकति केन्द्रित गर्नुपर्छ र हामी अगाडि बढ्नुपर्छ भन्ने हिसाबले चाहिँ हामी चाहिँ यो जनमुक्ति सेनाको चाहिँ भन्नुहोस् न यो चाहिँ दिवसको दिन हामी चाहिँ केन्द्रित हुन खोजेको हो। तर यहाँ धेरै साथीहरू छुट्नु भएको छ। तर पनि के हो त भन्दाखेरि छुटे पनि चाहिँ ती साथीहरूले अनुभूत गर्नुहुन्छ के भन्दाखेरि यो कुनै एउटा राजनीतिक एउटा उद्देश्य प्राप्त गर्नको मात्रै होइन, यो एउटा चाहिँ भनौँ आफ्नो चाहिँ वर्चस्व कायम गर्नको लागि होइन, यो एउटा आफ्नो स्वार्थ पूर्ति गर्नको लागि होइन, यो समग्र जनमुक्ति सेनाका सहयोद्धाहरूको भावनालाई जनमुक्ति सेनाभित्र परेको चोटहरूलाई के हो त भन्दाखेरि मलमपट्टि लगाउनको निम्ति हामीले पहल गर्नुपर्छ। सानो गरौँ थोरै गरौँ तर पहल राम्रो गरौँ। किन भन्दाखेरि यो पहल राम्रो गर्ने भनेको किन निस्वार्थ ढङ्गले हामीले गर्न सक्यौँ भनेपछि यहाँ कुनै साथीहरूले भन्दैमा केही हुनेवाला छैन। किन भन्दा राम्रो कामको निम्ति एक दिन नराम्रो भए पनि अर्को दिन त्यो के हो त भन्दा राम्रो काम चाहिँ पछि गएर त्यो के हो यो राम्रो काम गरेछ यसलाई सबैले सहयोग समर्थन र सपोर्ट गर्नुपर्छ भन्ने कुरा चाहिँ साथीहरूलाई लाग्नुपर्छ भन्ने लागेको। त्यस अर्थमा चाहिँ हामीले के गरेको छौँ भन्दाखेरि थोरै साथीहरूसित सल्लाह गरेर यहाँ हामी जनमुक्ति सेनाको साथीहरू केन्द्रित भइसकेपछि यो टिमबाट हामी चाहिँ एउटा चाहिँ फर्मेट बनाएर जानुपर्छ, एउटा संयोजन समिति बनाएर जानुपर्छ भन्ने हिसाबले चाहिँ हामीले एउटा संयोजन समिति बनाएका छौँ। त्यो संयोजन समितिबाट त बनाउँदाखेरि हामीले चाहिँ
17 जनाको एउटा कमिटी बनाएका छौँ। त्यसको संयोजन कसले गर्ने त भन्दाखेरि म क्लियर कुरा यहाँ राख्न चाहन्छु कि हामी यहाँ 3-4वटा पार्टीमा जनमुक्ति सेनाका साथीहरू आबद्ध छौँ। एउटा भनेको हामी चाहिँ नेकपा माओवादी केन्द्र अहिलेको नेपाली कम्युनिस्ट पार्टीमा आबद्ध भएका साथीहरू पनि छौँ। अर्को भनेको चाहिँ विप्लव नेतृत्वले नेतृत्व गरेको चाहिँ पार्टीमा पनि हामी आबद्ध छौँ। अर्को चाहिँ वैद्य कमरेडले नेतृत्व गरेको पार्टीमा पनि हामी चाहिँ जनमुक्ति सेनाहरूको छौँ। अर्को चाहिँ धर्मेन्द्र वास्तोलाले नेतृत्व गरेको पार्टीमा पनि जनमुक्ति सेना छौँ। अर्को चाहिँ नेपाली काङ्ग्रेसले नेतृत्व गरेको पार्टीमा पनि हामी जनमुक्ति सेनाका साबद्धहरू छौँ। अर्को चाहिँ एमालेमा चाहिँ पार्टीमा पनि हामी जनमुक्ति सेनाका साथीहरू छौँ, जो कि चाहिँ एकीकरण हुँदाखेरि एउटै पार्टी भएको हुनाले त्यहीँ बसेका साथीहरू पनि छौँ। अर्को कुरा तपाईँको चाहिँ भन्नुहोस् न स्वतन्त्र पार्टी घन्टी पार्टीमा पनि भएका साथीहरू छौँ हामी जनमुक्ति सेना। त्यसो हुँदाखेरि हामी धेरै पार्टीमा भए हुनाले ती पार्टीमा भएका साथीहरूलाई यहाँ चाहिँ केन्द्रित गर्नुपर्छ। हामी चाहिँ पार्टी सङ्गठनमा जहाँ जस्तो अवस्थामा भयो भने हाम्रो पिएलएको सङ्गठन एउटै हो है, कुनै पार्टीको फरक छैन। त्यसो हुँदाखेरि यो पार्टीमा भएका साथीहरूको चाहिँ भन्नु प्रतिनिधित्व पनि हुने र प्रतिनिधित्व भन्दा पनि यही 5औं डिभिजन अन्तर्गत भएका राप्ती ब्युरो अन्तर्गत भएका साथीहरू चाहिँ जम्मा भएर एउटा राम्रो चाहिँ प्लेटफर्म एउटा राम्रो संयोजन समिति बनाउँदाखेरि भोलि चाहिँ आगामी दिनमा केही काम गर्न सक्छौँ भन्ने हिसाबले हामीले चाहिँ एउटा कमिटी बनाएका छौँ। म त्यो पढेर सुनाउँछु। तर यो सबै साथीहरूलाई चाहिँ तपाईँको चाहिँ फेरि चाहिँ के हुनसक्छ भन्दाखेरि मन नपर्न पनि सक्छ अहिले। तर हामीले प्रयास चाहिँ राम्रो गरौँ, मन नपर्यो भने भोलि फेरि छलफल गरेर अरू दिनमा फेरि राम्रो गरौँला भन्ने चाहिँ हामीलाई लागिरहेको छ। त्यसको चाहिँ यो संयोजन समितिको संयोजक साथीले त हुनु पर्यो भने हुनाले म आफै छु। त्यसपछि चाहिँ यसको चाहिँ अब अरू सबै सदस्य रहने भन्ने कुरा भएको छ। यहाँ चाहिँ कोषाध्यक्ष सचिव अग्रम बग्रम केही नरहने अरू सबै सदस्य रहने भन्ने कुरा भएको छ। यसको चाहिँ अब सन्तोष म आफै भइहालेँ। प्रभाकर भनेको चाहिँ ब्रिगेड भिसी डाक्टर साहब हुनुहुन्छ, उहाँ अहिले कार्यक्रम सञ्चालन गर्नुभएको छ। त्यसपछि चाहिँ अब यसको सदस्य सम्झना हुनुहुन्छ। त्यसपछि आदर्श गौतम, त्यसपछि हुकुम खड्का, तिलक पुन, अटल चौधरी, शान्ति महत, प्रदीप ओली, जलन मल्ल, मिलन चौधरी, भरत बिक, उज्जवल बिक, आजाद खड्का, फाइटर डिसी, प्रभात साई, आशिष मल्ल ठकुरी र त्यसपछि हामीले एकजना चाहिँ पछि फेरि थप्ने भनेर उ गरेका छौँ। अहिले हामीले यतिजनाको चाहिँ यो संयोजन समिति भनेर चाहिँ हामीले बनाएका छौँ। र त्यसपछि तपाईँ चाहिँ भने यसको सल्लाहकार पनि चाहियो, फेरि अलि सल्लाह सुझाव दिने यताउता गर्ने भन्ने भावनाले अलिकति साथीहरू पनि अरू साथीलाई पनि चाहिँ राख्नुपर्छ भन्ने भावनाले हामीले के गरेका छौँ भन्दाखेरि यसको सल्लाहकारमा तपाईँको चाहिँ मार्शल पुन, त्यसपछि जेनी घरती, विमर्श बुढा, त्यसपछि अजयदीप शर्मा, त्यसपछि अनन्त, त्यसपछि सबिन, त्यसपछि समीर, त्यसपछि पर्वत गरेर हामीले चाहिँ यो सल्लाहकार समिति भनेर चाहिँ हामीले यसरी बनाएका छौँ। अब चाहिँ भन्नुहोस् न यो एउटा हाम्रो फर्मेटमा यो कार्यक्रममा चाहिँ हामीले यसरी गर्दाखेरि भोलिका दिनहरूमा चाहिँ भने यो यस्तै कार्यक्रम गर्न पनि सजिलो होस्, यो हाम्रो चाहिँ सङ्ग्राम क्याम्पलाई अलिकति संरक्षण गर्नको निम्ति केही हामीले यहाँ चाहिँ सहयोग गर्न पनि सकौँ। र त्यसपछि तपाईँको चाहिँ भोलि तपाईँको चाहिँ भने घाइते अपाङ्ग साथीहरूलाई हामीले ठुलो पार्टीले गर्न नसकेको कुरा हामीले गर्ने कुरा पनि भएन, यो कमिटीले गर्ने कुरा पनि भएन। तर हामी यति के गर्न सक्छौँ भन्दाखेरि एउटा घाइते साथी अस्पतालको बेडमा छटपटाइरहेको बेला हामी सबैले 5-5 रुपियाँ उठाएर पनि त्यो साथीलाई हामी सहयोग गर्न चाहिँ सक्छौँ। र अर्को कुरा के भन्दा कोही जनमुक्ति सेनाको साथी जनमुक्ति सेनाको परिवार तपाईँ चाहिँ हस्पिटलमा चाहिँ मरेर चाहिँ दाह संस्कार गर्ने ठाउँमा चाहिँ दाउरा किन्नभरि चाहिँ पैसा उसँग छैन भने हामी त्यो साथीलाई दाह संस्कार गर्नको निम्ति दाउरा किन्ने पैसा जुटाउन चाहिँ सक्छौँ। र त्यसपछि कुनै साथी चाहिँ भन्नुहोस् न कुनै रोगले चाहिँ ग्रसित भएर हस्पिटलको बेडमा छ भने हामी सानो सहयोग होला, 1000 रुपियाँ होला, 5000 होला, 2000 होला, त्यो सहयोग चाहिँ हामी गर्न सक्छौँ। र त्यति चाहिँ भनौँ ल्याकत राख्न सकिन्छ, त्यति गर्न सकिन्छ भन्ने चाहिँ हेतुले चाहिँ हामीले अरू भएर नै जनमुक्ति सेना विशेष गरी जनमुक्ति सेनाका साथीहरूलाई मर्दा पर्दा कुनै अप्ठ्यारो पर्दाखेरि सानो सहयोग हामीले गर्न सकौँ, त्यति गर्नु पनि चाहिँ भनौँ न हाम्रो कर्तव्य हो भन्ने हिसाबले हामीले यो गरेका छौँ। र अहिले फेरि चाहिँ भनौँ न यो कुरा गर्दै गर्दाखेरि हामी किन गर्न सक्छौँ भन्ने कुरा यसको आधारहरू पनि छन्। किन भन्दाखेरि यत्रो साथीहरू आइसक्यौँ भनेपछि हामीले 5 रुपियाँ उठाएर पनि केही गर्न सक्छौँ। अर्को कुरा हाम्रा पिएलएमा बसेका साथीहरू बाहिर पनि छन्, विदेशमा पनि बसेका छन्। ती साथीहरूसित कुरा गर्दाखेरि मैले 2-3 जना साथीहरूसँग हिजो मात्रै कुरा गरेको थिएँ। सामाजिक सञ्जालमा जनमुक्ति सेनाको चाहिँ भेलासेला सङ्ग्राममा चाहिँ के भन्छन् भेटघाट कार्यक्रम छ भन्ने कुरो सुनेको छौँ। के हो कसो हो भन्दाखेरि हाम्रो भेटघाट कार्यक्रम छ, तर तिमीहरूको पनि सहानुभूति छ भने यसो सहयोग गर न भन्ने हिसाबले कुरा गर्दाखेरि हामी पहिलेको क्याम्पमा आउँदाखेरि हाम्रो बिरबल कमरेडको समस्या परे, विद्रोही कमरेडको समस्या परेको हुनाले हामीले थोरै सहयोग गरेका थियौँ। अहिले फेरि चाहिँ भन्नुहोस् न फेरि अर्को कमरेडहरूको हाम्रो राकेशजी हुनुहुन्छ, हामी सबैले पनि चिन्ने गर्छौँ। उहाँ जनमुक्ति सेनाको चाहिँ
हाम्रो चाहिँ सदस्य हो, उहाँ चाहिँ हिजोको घाइते हो, घाइते भइसकेपछि उहाँ क्याम्पमा बस्नुभयो, क्याम्पमा बसेपछि प्रमाणीकरणमा उहाँलाई प्रमाणीकरण गरिएन। अब कारण विविध छन्, त्यो कारण अहिले यहाँ खोतल्न चाहन्न। तर पछि चाहिँ सङ्ग्राम क्याम्पमा आउँदाखेरि चाहिँ उहाँ चाहिँ भन्नु न घर जाने रुँदै यहाँ आउनुभयो। यहाँ आउँदाखेरि हामी सबै सबिन्ज्यू र हामी सबै हुँदाखेरि तपाईँलाई हामीले डिभिजनबाट आएको पैसा त हामीलाई आउँदैन तपाईँको नाममा, तर तपाईँलाई चाहिँ हामीले के हो त भन्दाखेरि यहाँ बस्नुहुन्छ चाहिँ हामी चाहिँ सानो तपाईँलाई बस्ने खाने तपाईँको चाहिँ सहयोग गर्न सक्छौँ भनेर उहाँ यहाँ बस्नुभएको थियो। त्यसपछि अहिले उहाँ चाहिँ तपाईँ चाहिँ भन्नुहोस् न उहाँ चाहिँ ऐलानीमा यहाँ तल चाहिँ ऐलानी जग्गामा सानो एउटा घर बनाउन नसकेर उहाँ तडपिराख्नु भएको छ। त्यस्तो अवस्था छ, किनभने उहाँ तिरपालमा पालमा बस्ने कन्डिसन छ। त्यसो हुँदाखेरि हामीले यही कुरा चाहिँ बाहिर चाहिँ पिएलएमा यही सङ्ग्राम क्याम्पमा भएका पिएलएका साथीहरूलाई चाहिँ भन्दाखेरि उहाँहरूले चाहिँ भन्नु अलिकति सहयोग गर्नुभएको छ। त्यसो हुँदाखेरि हामी धेरै सबै साथीहरू त घाइते छौँ, तर पनि के हो त भन्दाखेरि यहाँ सिरियस घाइतेहरू हुन्छ जो कि अर्काको सहारामा चाहिँ हिँड्नुपर्ने चल्नुपर्ने साथीहरू हुनुहुन्छ। त्यो साथीहरूलाई चाहिँ उहाँहरूले दिएको पैसा हामीले उहाँहरूलाई चाहिँ सहयोग दिने भन्ने चाहिँ सोच गरेर त्यो दिने साथीहरू फेरि चाहिँ तपाईँ चाहिँ भन्नु यही क्याम्पमा बसेको एकजना चाहिँ 6 नम्बर बटालियनमा बस्नुहुन्थ्यो निर्माण खड्का भन्ने, उहाँले 25,000 पठाइदिनु भएको छ। त्यसपछि यही क्याम्प होइन 5औं डिभिजनमा बस्नुहुन्थ्यो भूमि भन्ने, उहाँले 10,000 पठाइदिनु भएको छ। त्यसपछि हाम्रो चाहिँ एउटा सुबोध भन्ने हुनुहुन्थ्यो प्युठानको, सुबोधले चाहिँ 10,000 पठाइदिनु भएको छ। त्यो पठाइदिएको पैसा चाहिँ भन्नुहोस् न हामीले फेरि चाहिँ यहाँ साथीहरूको समस्यालाई मध्यनजर गर्दै तपाईँको चाहिँ भन्नु न अलि सिरियस जो हाम्रो चाहिँ राकेशजी हुनुहुन्छ, राकेशजीलाई चाहिँ अलिकति बढी अरू साथीहरूलाई थोरै चाहिँ रिचार्ज कार्डको रूपमा अलिकति चाहिँ भन्नु न केही चाहिँ फलफुल खानको निम्ति भन्नुहोस् न हामीले चाहिँ त्यसरी उहाँहरूलाई दिने सोचेका छौँ। त्यसो हुँदाखेरि आजको कार्यक्रम भनेको खास हाम्रो यही हो। मैले अहिले यति कुरा गर्दै राखेँ, मैले धेरै कुरा चाहिँ गर्न पनि चाहन्न, किन भन्दाखेरि यहाँ कुरा गरेर सुनिनेवाला पनि छैन र त्यो चाहिँ नहुने कुरा सुनाएर काम पनि छैन। यो गर्छु ऊ गर्छु यसो गर्छु उसो गर्छु भनेर कुनै अर्थ पनि छैन। जे गरिन्छ जति गरिन्छ जति सकिन्छ त्यति गर्ने हो। यो जो गर्ने भनिएको छ त्यही काम भोलिका दिनहरूमा पुरा गरिन्छ। यही कुरा अहिले राख्दै म बिदा भएँ। हवस् त, धन्यवाद।